आज बहिनी आयो कि झोला बेसरी गरुङको बजे गरेर आयो कि कालो चस्मा लाएर आयो कि अनि अँधेरो भयो भन्दै आयो कि अनि त्यसले कालो चस्मा लाएर भनेको हाँसी अनि त्यसपछि झोलामा के ल्याएर चाहिँ भनेर मेरो बुढोले चाहिँ झोला खोल्न लानुभयो। उसले चाहिँ भिनाजुको लागि पाउर भन्दै थियो कि अनि घिरिम्ला रहेछ टन्नै घिरिम्ला पठाइदिनु पर्यो रहेछ बाबाले माइतबाट चाहिँ। अनि मेरो श्रीमानको लागि चाहिँ घिरिम्ला पाउर ल्याइदिने भने मक्खै कि कति मन पराएको साँझै बिहानै जतिखेर दिए पनि खुसी हुँदै खाने। फर्सीको मुन्टा पनि एक प्लास्टिक बनाएर पठाइदिनु भएको रहेछ। अनि त्यसपछि घरको आँप चाहिँ काँचो आँप पठाउनु भएको रहेछ पाक्छ भनेर। मक्खै पर्दै उहाँ त कति खुसी हुँदै निकाल्नु भयो त्यो भन्ने त साथी नै छैन। मलाई चाहिँ घिरिम्ला धेरै दिन खान सक्दिनँ कि म 2-4 साग खाएपछि मिचिन्छु। उहाँलाई चाहिँ जति पकाएर दिए पनि हुने। अब हाम्रो घरमा चाहिँ अलिकति यही घिरिम्ला नै पाक्ला जस्तो छ। साँझै बिहानै पकाएर देऊ न मलाई के भयो त तिमीहरूले अरू केही खाऊ भन्नुहुन्छ कि त्यसपछि मैले चाहिँ त्यही घिरिम्ला नै पकाइदिएँ आलु राखेर। घिरिम्ला पकाउनु फेरि त्यति दुःख छैन नि त। पराङपुरुङ पारेर अलिअलि बका मसला खात्राङ मात्राङ हालेर पकाए भइहाल्छ। मैले चाहिँ टमाटर पनि हाल्छु कि आलु हाल्यो भने चाहिँ मिठो हुन्छ नि त। अनि त्यसपछि अलिकति मैले आज चाहिँ गरम मसला पनि हालेको छु कि कस्तो हुँदो रहेछ टेस्ट भनेर। तर मिठो नै हुँदो रहेछ घिरिम्लामा। अनि लास्टमा चाहिँ घिरिम्लामा सबैभन्दा चाहिने चाहिँ अदुवा कोरेर राखिदिएपछि चाहिँ मजाको मिठो स्वाद आउने कि यो घिरिम्लोमा। अनि त्यसपछि यति गरेर दिएपछि त श्रीमानज्यू पनि एकदमै खुसी हुने। अनि अब धेरै केही पकाउन नपर्ने। हेर्नु न कति सजिलो मेरो बुढा कति मन पार्ने फेरि लौका र घिरिम्ला भनेपछि त हुरुक्कै हुने कि। अनि पराङपुरुङ पारेर पकाएर खान दिएँ मैले चाहिँ घिरिम्लोको तरकारी। अनि त्यसपछि टमाटर र धनियाँको चटनी भातसँग दिएँ दाल गरेर मक्खै। श्रीमानज्यू चाहिँ लास्टको भिडियो चाहिँ खिच्न मान्नुभयो नखिच भन्नुभयो त्यही भएर मैले चाहिँ खिचिनँ।